धारा 17 को धारा 4 लाई आधार बनाएर हाम्रो विद्यार्थी नेता रमेशले भन्नुभयो कि हामीले सङ्घ संस्था हुन पाउने हाम्रो मौलिक हक हो। तर त्यसको स्पष्टीकरणमा अब यो धारालाई पनि एकदम स्पष्टीकरण गरेर हाम्रो संविधानले लेखिदिएको छ। यो स्पष्टीकरण पढ्नुहुन्छ भने एक लाइन त्यसमा के जोडिएर आउँछ म ठ्याक्कै त्यो लाइन नै पढेर सुनाइदिन्छु हजुरलाई। त्यसपछि फर्दर म अगाडि बढ्छु। त्यसको यो सङ्घ संस्था खोल्ने हक अन्तर्गतमा स्पष्टीकरणमा के लाइन लेखिएको छ भने सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी एक बनाउनु रोक लगाएको मानिने छैन। अब विद्यार्थी युनियनले खासमा काम चाहिँ के गरिरहेको छ हाम्रो होइन, इतिहास चाहिँ धेरै राम्रो होला, एकदम बेटर होला, रेभोल्युसनरी होला। इतिहासमा अड्किनु भन्दा, इतिहासको बुझ्न भन्दा आजको डेटमा रिलेभेन्ट के छ, समय सान्दर्भिक कुरा हो। विद्यार्थी युनियनले कसरी सार्वजनिक नैतिकता प्रतिकूल हुने कार्य गर्दैछ त्यो हामी तपाईँ र यो देशको नागरिकहरूबाट छुपिएको छैन, सबैले थाहा छ। हामीहरूलाई विद्यार्थी युनियन विद्यार्थी हितको लागि बनाइएको थियो, शैक्षिक संस्थाको र शिक्षा क्षेत्रको विकासको लागि बनाइएको थियो। तर जुन क्षेत्रको विकासको लागि युनियन बनाइएको थियो, सङ्घ बनाइएको थियो, त्यसैले ध्वस्त पार्ने काम गर्दैछ संस्थाले। दैनिक क्याम्पसमा तालचा लगाउने, क्याम्पसमा टायर बाल्ने, सार्वजनिक शैक्षिक संस्थाहरूलाई ध्वस्त पारेर निजी विद्यालयहरूलाई, निजी शैक्षिक संस्थाहरूलाई फाइदा पुर्याउने काम गर्दैछ। के यो सार्वजनिक नैतिकता विरुद्धको काम हो कि होइन? तपाईँहरू आफै सोच्नुहोस्, यो सार्वजनिक नैतिकता विरुद्धको काम हो कि होइन? हामीले पाउने शिक्षाको हकलाई अवरुद्ध गरेर, हामीले पाउने शिक्षाको हकलाई खोसेर जुन तालचा मारिँदैछ क्याम्पसमा, टायर बालिँदैछ क्याम्पसमा, त्यो सार्वजनिक नैतिकता विरुद्धको काम हो कि होइन? यो निर्णय यो देशको नागरिकले गरोस्, त्यसपछि कुरा गरौँला यो विद्यार्थी युनियन खारिज हुनुपर्ने हो कि होइन। र अहिले हाम्रो सम्मानीय सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर यसमा आदेश जारी गरिसकेको छ, यसलाई तत्कालीन रूप नलगाउनलाई। सो म सर्वोच्च अदालतको अवहेलना नगरी आफ्नो ओपिनियन राख्न चाहन्छु। अब त्यसपछि यो अब कानुनी पाटोबाट हेर्ने हो भने विद्यार्थी युनियन 1% पनि खोल्नुपर्ने होइन, कुनै हक छैन विद्यार्थी युनियन खोल्नु। विद्यार्थीको हकको लागि हाम्रो शिक्षा मन्त्रालयको गठन भएको छ। विद्यार्थी हामी पढिरहेछौँ, हामी चेतनशील छौँ, आफ्नो हकको लागि हामी आफै लड्न सक्छौँ, हामी आफ्नो हक सुनिश्चित गर्न सक्छौँ। त्यसको लागि कुनै नेताको वा कुनै राजनीतिक दलको पपेट चाहिएन हाम्रो स्कुल क्याम्पसमा। सो कानुनी बाटोबाट 1% पनि विद्यार्थी युनियनको कुनै ठाउँ छैन। यो देशबाट यो खारिज हुनुपर्छ मेरो ओपिनियन। अब अर्को बाटो बुझिरहनु समय जाने अर्को बाटो के छ कि विद्यार्थी युनियनको महत्त्व र शिक्षा क्षेत्रमा पारेको असर। विद्यार्थी युनियनको इतिहास चाहिँ हाम्रो अध्ययन दाइले भन्नुभयो, उहाँले भन्नुभयो र मैले थाहा पाएँ। दाइले तपाईँ नभनिदिएको भए म विद्यार्थी युनियनलाई एकदम घटिया सङ्गठनको रूपमा देखिरहेको थिएँ। तपाईँले महत्त्व बुझाएर मैले अलिअलि रेस्पेक्ट गर्न थालेँ, किनकि मैले जबसम्म आफ्नो विद्यार्थी जीवन बिताएको छु के देखेको छु भने विद्यार्थी युनियनले दैनिक क्याम्पस बन्द गराउने, स्कुल बन्द गराउने, चक्काजाम गर्ने, हाम्रो टायर बाल्ने, त्यही काम देखेको छु मैले। चिट कसरी गराउने, शैक्षिक गुणस्तरमा ध्यान दिनुभन्दा चिट कसरी पास गर्ने। अनि दाइले अहिले इतिहास गर्नुभयो, अलिअलि मनमा रेस्पेक्ट पलायो हो, केही त गरेको रहेछ अफिसमा। अनि आजको डेटमा यो सबै गतिविधि हेर्दाखेरि विद्यार्थी युनियन आजको मिटिङमा समय सान्दर्भिक छ कि छैन, रिलेभेन्ट छ कि छैन, जस्ट गिभ मी